पानीमाथिको ओबानो बन्दै केपी शर्मा ओली र खास गरी भक्तपुरको गुन्डु स्थित निवासमा पत्रकारलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जेनजी आन्दोलनको घटनामा दोषी नभएको दावी गरेका छन्। उनले भने आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा थियो, तर घुसपैठ भयो र षड्यन्त्रकारीहरूले हिंसा मच्चाए। त्यस क्रममा निर्दोष जनताको ज्यान गयो। केपी शर्मा ओलीका अनुसार सरकारले ताकी गोली चलाउने आदेश दिएको थिएन, बरु प्रहरीसँग नभएका अटोमेटिक हतियार प्रयोग भएको उनले दावी गरे। मैले प्रहरीलाई दिएको निर्देशन, कर्मचारीलाई दिएको आदेश सबै रेकर्डमा छन्। हिम्मत भए सरकारले बाहिर ल्याओस् भन्दै उनले चुनौती समेत दिएका छन्। उनले आन्दोलनमा क्षति नहोस् भनेर निर्देशन दिएको, तर अवस्था आफ्नो नियन्त्रणभन्दा बाहिर गएपछि राजीनामा दिएको उल्लेख गरे र मेरो हातमा केही रहेन भन्ने थाहा पाएपछि जिम्मेवारी लिएर पद त्यागे। त्यस पछाडि मात्रै आगजनी र तोडफोड भयो, ओलीले बताए। र हालको अन्तरिम सरकारलाई अवैधानिक ठहर गर्दै उनले भने यो सरकार जनताको अभिमतबाट बनेको होइन, आगजनी र तोडफोडबाट बनेको हो। यस्तो सरकारले शान्ति दिन सक्दैन। र केपी ओलीले आफूलाई सामाजिक सञ्जाल मार्फत आक्रमण गर्ने धम्की आएको दावी गर्दै सुरक्षा नपाएको गुनासो समेत गरेका थिए। अहिले सरकार सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा हाल्छु भनेर धाक मात्र दिन्छ, तर सुरक्षा दिएको छैन, उनले आरोप लगाए। र अन्त्यमा उनले भने म देश छोडेर भाग्दिनँ, संवैधानिक बाटोबाटै देशलाई फर्काउँछु, शान्ति र सुशासन ल्याउने मेरो अथोड यथावत छ भन्दै केपी शर्मा ओलीले ठुल्ठुलो भाषण गरेका छन्। र ओलीको यो भाषणमा हजुरहरूको के भनाइ छ?